आज चाहिँ हामी घरमै मोमो होममेड मोमो चिकन बनाएर हामीले खानु लागेका छौँ। सबैजना दिदी बहिनीहरू सबै भेला भएर कसै भेज कसै नन भेज पनि छन्। हाम्रो भेनाहरू सबै मिलेर आज सबैको छुट्टी मिलेको बेलामा खाना गइरहेको छौँ। हामीहरू यता ड्रिङ्क्सहरू पनि रेडी भइरहेको छ। भेना यता बस्नु भएको छ। यतानिर चाहिँ एउटा हाँसुली हो। अनि त्यहाँदेखि ड्रिङ्क्स पनि कसैले हार्ड ड्रिङ्क्स खाने कसैले इनर्जी ड्रिङ्क्स खाने भइरहेछ। अनि त्यस पछाडि यता चाहिँ भान्सिनी दिदी हुनुहुन्छ, सलाद काटिराख्नु भएको छ। सपना दिदीले चाहिँ यतानिर चाहिँ पुरा पेलाइ हुँदैछ मोमोको लागि सबैजना भएर। यता चाहिँ भेनाहरू दिदीहरू भेनाको छोरा भएर यहाँनिर चाहिँ कार्यक्रम भइरहेछ। आजको सटरडेको दिन चाहिँ सबैको छुट्टी भएर यता चाहिँ भाउजू पनि हुनुहुन्छ, दिदी हुनुहुन्छ भान्सेमा, यता दाइ हुनुहुन्छ, यता आमा हुनुहुन्छ, यता सानो पुन्टे छ भाउजूको छोरा मेरो भदाइ। यतानिर दिदी कुकमेन हो सपना दिदी हो। यो चाहिँ मोमो बनाउँदै गर्ने चाहिँ पकाउँदै गर्ने। अनि मुनिदेखि चाहिँ लेमन पानी लगाएको किनकि त्यसले कालो दाग नबसोस् भनेर भाँडामा। अनि यता दिदी हुनुहुन्छ, दिदीले त्यो सागहरू सफा गरिसकेर नङहरू सफा गर्दै हुनुहुन्छ हातहरू। यो साग हो घरमै फलाएको बारीमा फलाएको विदेशको ठाउँमा। अनि यो मोमो रेडी भइसकिसक्यो, यो पाकिसक्यो। अनि यो चाहिँ पुरीको लागि रेडी हुँदैछ। पुरी पनि खाने हो। यो चाहिँ पुरीको लागि रेडी भइरहेछ। सबैले हातेपाते काम गरिरहेको छ। अनि यहाँ चाहिँ पुरी पोलिरहेको छ। यो चाहिँ सब्जीको लागि रेडी छ। सब्जी पकाउनलाई रेडी भइसकिसकेछ सामानहरू।